राजतन्त्र जिन्दाबाद। गाउँ गाउँमा हल्ला छ, गाउँ गाउँमा हल्ला छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुनेछ मेरो पछाडि राजावादीहरू धक्काधुक्की गरेर प्रहरीसँग जोर जबस्ती गरेर उहाँहरू सामा खुसीबाट वनस्थलीसम्म पुग्नुभयो। अब योभन्दा अगाडि जान दिन्छ कि दिँदैन भने हेरिरहेको छौँ। जान दियो भने के हुन्छ र जान दिएन भने उहाँहरू के गर्नुहुन्छ, यहीँबाट फर्केर जाने हो कि के गर्ने हो भने उहाँहरूसँग जोड्न चाहे। यहाँको अवस्था हेर्न सक्नुहुन्छ कस्तो प्रहरी पनि त्यतिकै तैनाथ गरिएको अवस्था छ। उहाँहरू कोसिस गरिरहेको छ जान, तर प्रहरीले अहिले उहाँहरूलाई जान दिइरहेको अवस्था छैन। हेर्न सक्नुहुन्छ दर्शक महानुभावहरू यहाँको गम्भीर उहाँ सामा खुसीबाट हेर्न सक्नुहुन्छ दर्शक महानुभावहरू उहाँहरू सामा खुसीबाट त यहाँ वनस्थलसम्म पुग्नुभयो, तर यहाँभन्दा अगाडि जान दिइरहेको छैन प्रहरीहरू। के भन्न चाहनुहुन्छ, अब के गर्नुहुन्छ, अगाडि जानुहुन्छ कि नै? अगाडि बढिरहेको छ हामी। प्रहरी त रोकिरहेको अवस्था छ अहिले। होइन, अगाडि बढिरहेको छ हामी अहिले। बढ्नुहुन्छ, अझ अगाडि बढ्नु, अझ अगाडि बढ्ने हो। आज के हो न हिँडी दरबारसम्म जाने कतातिर जानु? अब त्यो त थाहा छैन है हामीलाई। र अहिलेको जुन जेनजी सरकार छ दर्शक महानुभावहरू त्यहाँको माहौल एकदमै गम्भीर बनिसकेको अवस्था छ। सरकार त्यसै पनि फालिसकेको सरकार। हिजोको सरकार गणतन्त्रको थियो, गणतन्त्र गणतन्त्र सकिएर अहिले फेरि आइएनजिओको सरकार बनेको छ। त्यसले जनताको हित छैन। त्यसैले जब यो राज संस्थावादी जो देशभक्त साथीहरू आएका छन् तिनलाई पनि रोक्नको लागि आइएनजिओ सरकारले केही प्रहरीलाई लगाएको छ। उहाँलाई पनि थाहा छ यो राज संस्था भनेको देशको हितको लागि हो। अहिले यहाँबाट हामीहरू साथीहरू हुँदै रत्न पार्क हुँदै रत्न पार्कतिर जाने भन्ने छ। अब त्यो कहाँनिर के हुन्छ अब्स्ट्याकलहरू हेर्नुपर्छ। त्यसपछि होइन, त्यो त शक्तिको सञ्चय हो, शक्ति सञ्चय हुँदै जान्छ, त्यसपछि जानिदिने हो। यो सानो आकलले होइन, यो अब राजाको शक्ति ठुलो शक्ति छ। त्यो शक्तिलाई चाहिँ हामी चाहिँ सञ्चय गरेर अगाडि बढ्छौँ। त्यस कारण यो नै हो डर उनीहरूको लागि। कोसिस गर्दैन कहिले हुन्छ। अब त्यो दिन फिक्स त हुँदैन होइन। त्यो समय लगाइरहेको छ मान्छे धेरै राजा देशको लागि राजा चाहिने आवश्यकता महसुस भयो होइन। हिजोको दिनमा कहाँ गयो के गरियो त्यो छुट्टी कुरा हो होइन। अब राजा अवस्था महसुस भयो। फाल्गुन 21 को त चुनाव हुन दिनुहुन्छ कि तपाईहरु नै? यही तालमा त चुनाव भएर नि काम छैन। राजा स्थापित गर, चुनाव गर, जेसी गर होइन, दलहरू मिलस जेसी गर, तर राजा स्थापित नगरिकन एउटा शक्तिलाई चाहिँ पछाडी छोडेर चाहिँ केही पनि हुनेवाला छैन। फाल्गुन 21 को चुनाव हुँदैनन्? हुँदैन। फानेका चुनाव हुँदैन, हुँदै दिँदैनन्, हुँदैन क्या। तपाई राजावादीहरूले हुन दिनुहुन्न? होइन, हामीले मात्र हुन नदिने, दलहरूले नै हुन दिँदैन नि। कसरी भोट माग्न जान्छन् यिनीहरू? यो लुटेका चाहिँ सबै सम्पत्तिहरूको चाहिँ केही छिनोफानो नलागिकन घरमा झोड्न गएर कसले दिन्छ दिँदैन नि, उनीहरूले नै हुन दिँदैनन्। हामीले हुन जब राजसत्तालाई स्थापना गरिसकेपछि चाहिँ हुन सक्छन्। के भयो पत्रकारमाथि यति आक्रोशित किन होला? उनीहरूले के चाहिँ राम्रो काम गरेर छ र यिनीहरू आक्रोश नगर्ने? नेपाली जनताको माग कहिले पुरा भएको छ? नेपाली जनताको माग के हो? यो त तपाईँको राज्य पक्षसँग राज्य पक्ष को राज्य? हामीले बनाएको राज्य हो। हामीले त्यसलाई तुरुन्तै अस्ति पनि मार्छ भोलि पनि मार्न सक्छौँ। के को राज्य? कहाँ छ राज्य? राज्य छ यो राज्य छ। यता गुखानीहरूलाई राज्य बनाउने हामी। आज त यो हाम्रो सानो एउटा टेलर मात्र हो। फिल्म त पर्सि मक्सिरको 7 गते हुन्छ। त्यो बेलामा त कसैले रोकेर नि रोकिँदैन, छेकेर नि छेकिँदैन। अहिले हामीले यो शान्तिपूर्ण गरेको, कसैसँग झैझगडा गर्नलाई, कसैलाई कुटपिट गर्नलाई होइन। डराएको होइन, नेपाली भएर डराउँछ। अनि यो मङ्सिर 7 गते हुने के हो? फेरि आगजनी हुन्छ, तोडफोड हुन्छ, के हुने हो? मङ्सिर 7 गते सबै राजावादीको मुखबाट सुनिरहेछ। आखिरमा हुने के हो? मङ्सिर 7 गते आगजनी तोडफोड केही पनि हुने होइन। भ्रष्टाचारीहरूलाई लखेट्ने हो। अनि विदेशी जो नेपाली जस्तो देखिने, नेपाली बोल्ने तर नेपाली नभएको मान्छेहरूलाई, अनि जो विदेशबाट डलरमा
चल्नेहरूको पत्ता साफ हुने हो। साँच्ची नै हुन्छ राजा पनि आउने हो के ल्याउने हो राजगद्दीमा राख्ने हो। मङ्सिर 7 गते राजाले राजगद्दीमा बस्नुहुन्छ साँच्चीमै हो श्रीपेच लाउनुहुन्छ किन नलाउने? हामी नेपालीले देश बचाउने हो, हामी नेपाली बन्ने हो भने ल्याउनु पर्छ, लगाइदिनु पर्छ राजालाई। मनोबल उच्च हुँदैछ, प्रहरीको गिराउन चाहदैनौँ। चाहे पनि हामी सजिलै घेरा तोड्न सक्छौँ, सजिलै हामी नारेटी पनि जान सक्छौँ। यिनीहरूकै सहयोगमा नेपाल प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरी, सुरक्षा निकायकै सहयोगमा हामी नेपालमा राजतन्त्र स्थापना गर्छौँ। माइतीगढ जस्तो संवेदनशील ठाउँमा त आन्दोलन गर्न दिइरहेको छ। अब यो 16 खुट्टेको बाटो हुँदै तपाईँलाई जान के? माइतीगढमा त्यो 2-4 जनाहरूलाई दिए नि। अब यो हजारौँ देख्नु भएन भिड। के हुन्छ भिडले अब फेरि अप्रिय घटना निम्त्याउन सक्छ भन्ने कुरा होला, कति हतियार बाहिर गएको छ भन्ने कुराहरू छ। यी सबै कुरामा हामी सचेत छौँ, हामी सचेत छौँ र हामी आन्दोलन कन्टिन्यू गर्छौँ, शृङ्खलाबद्ध रूपले अगाडि बढ्छौँ र आगामी आन्दोलनलाई चाहिँ हामीलाई उहाँहरूले छेक्न सक्नुहुन्न। 1 महिना 2 महिनामा एकचोटि उदाउनुहुन्छ तपाईँहरू? अब अस्ति 1 गते गरेको आज 22 गते, अब 26 गते र 29 गते, फेरि 7 गते कहाँ 1 महिना भयो। कन्टिन्यू आन्दोलन छ, फेरि इतिहास परिवर्तन गर्ने आन्दोलन हो, गणतन्त्र फाल्ने आन्दोलन हो, हामी गर्छौँ। सबै आफ्नो सटर खोलेर बस्नु भएको छ दुर्गा पर्छ। अहिले यसो गरौँ, अहिले हाम्रो त्यहाँ आमसभा छ, हामी त्यहाँ जान्छौँ।